यो भिडियो त्यसलाई हो जो अहिले ब्याचलर पढ्दैछ र केही पनि गरिरहेको छैन। हुन त म ब्याचलर पढेको मान्छे होइन है। म +2 पास आउट गरेँ अनि +2 पास आउट गर्ने बित्तिकै म्याक्रो फाइनेन्समा जोइन भएँ होइन। अहिले म त्यसमा काम गर्दैछु। बट मलाई खुसी लाग्यो कि म 12 पास गर्ने बित्तिकै यस्तो काम पाएँ र यो काम गर्ने मौका पाएँ र म यो कामबाट धेरै कुराहरू सिकेँ पनि। बट अहिले चाहिँ मलाई लागिरहेको छ कि जब गर्नु भनेको लाइफ टाइम जब नै गर्नु होइन है। तपाईँ यदि जब गर्नुहुन्छ भनेपछि तपाईँको लाइफ टाइम नै म जब गर्छु भन्ने यस्तो मन चाहिँ नराख्नु होला है। प्लिज नराख्नु होला। म त 12 पास गरेको मान्छे, म त एनी टाइम यो जब छोड्न सक्छु। बट जो BBS जो ब्याचलर पढिसक्नु भयो होइन, ब्याचलर पढिसक्नु भयो, यही भइसकेपछि यदि कुनै पनि मान्छेले जब गर्छ भनेपछि त्यसलाई त्यो जब छोड्न एकदमै गाह्रो हुन्छ है। त्यही भएर हामी चाहिँ ब्याचलर कम्प्लिट गरेर होइन, मास्टर्स कम्प्लिट गरेर अनि म जब गर्छु यस्तो टाइपमा चाहिँ तपाईँ जानुहोस् है। सकेसम्म तपाईँ जबको लागि चाँडै अप्लाई गर्नुहोस् है। ब्याचलर पढ्दै जब गर्नुहोस् झन् राम्रो हुन्छ है। अनि ब्याचलर पढ्दै यदि तपाईँ जब पाउनु भएन भनेपछि तपाईँ 4 वर्ष एउटा कुनै स्किलमा दिनुहोस् आफ्नो समय। एउटा कुनै स्किल सिक्नुहोस्, जुन स्किल सिके पनि सिक्नुहोस्। तपाईँ आफ्नो लागि होइन, आफ्नो पढ्ने खर्च तपाईँ आफै निकाल्न सक्नुपर्छ यदि तपाईँ BBS मतलब ब्याचलर पढ्दै हुनुहुन्छ भनेपछि। किनकि म त अब +2 पास गर्ने बित्तिकै होइन, म जब गरेर मैले त जबको बारेमा थाहा पाएँ, जबको माइन्ड सेट होइन, कस्तो हुन्छ एउटा जब गरेपछि के हुन्छ, कतिको हुन्छ प्रेसर, त्यो कुरा मैले थाहा पाएँ। र म तपाईँहरूलाई सबैले होइन यही भन्न चाहन्छु कि तपाईँ ब्याचलर गरेर जब गर्छु भन्नुभन्दा राम्रो तपाईँ अहिले जब गर्नुहोस्। 12 पास गर्ने बित्तिकै तपाईँ जबतिर लाग्नुहोस्। तपाईँ जब होइन कर्पोरेट यस्तो ब्याङ्किङमा तपाईँ जब जब गर्नुहुन्छ नि, तब तपाईँलाई थाहा हुन्छ कि त्यो प्रेसर होइन, त्यो अरूको काम गर्नेमा कतिको प्रेसर छ। पैसा कम छ, प्रेसर धेरै छ होइन, अनि ग्रोथ कम छ यहाँ। सो यो स्थितिमा यो कन्डिसनमा चाहिँ तपाईँ के गर्ने त?